नमस्ते, मेरो नाम अदिति छ अनि आज म कम्युनिकेसन टपिकमा ट्रेनिङ दिन गइरहेको छु। आजको हाम्रो ट्रेनिङमा हामीहरूले एक्टिभ लिसनिङ के हो, त्यसलाई कसरी प्र्याक्टिस गर्ने अनि हामीले आफ्नो डे टु डे लाइफमा त्यसलाई कसरी अप्लाई गर्न सक्छौँ भनेर डिस्कस गर्न गइरहेको छौँ। त्यो सँगै हामीहरूले बडी ल्याङ्ग्वेज युज गरेर कसरी कम्युनिकेट गरिन्छ अनि नन भर्बल मोड अफ कम्युनिकेसन कस्तो हुन्छ भनेर पनि बुझ्न गइरहेको छौँ। हामीले प्रोफेसनल सेटिङमा इमेल राइटिङ कसरी गर्ने अनि प्रोफेसनली कम्युनिकेट कसरी गरिन्छ भनेर पनि डिस्कसन गर्न गइरहेको छौँ। धेरै कुरा सिक्यो। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ अरूहरूसँग कसरी कम्युनिकेसन गर्ने, बोल्दाखेरि कतिको इन्टरेक्ट कसरी गर्ने, आफूले कम्युनिकेसन गर्दाखेरि वा मान्छेहरूले हामीसँग कम्युनिकेसन गर्दाखेरि हामीले कसरी आफ्नो एक्टिभ हियरिङलाई एउटा लेभलमा राख्न सक्छौँ। अनि हामीले यो ट्रेनिङमा चाहिँ गेम्सहरू पनि खेल्यौँ। क्लासेसहरूमा गेम खेलाउने, ब्रेकपछि माइन्ड फ्रेस हुनको लागि छुट्टै एक्स्ट्रा एक्टिभिटीहरू गराउने। सुन्ने कुरामा धेरै आज हामीले चर्चा गऱ्यौँ। जस्तो चाहिँ हामीले इमेल पनि आज कसरी लेख्ने, कस्तो मिस्टेक हुन्छ हामीबाट र कसरी इम्प्रुभ गर्ने भनेर पनि हामीले त्यो पनि सिक्यौँ।